हेलो साथीहरु, वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ हामी गइरहेको छौँ पत्तोर्ने के गरौँ सबै कुरा यो भिडियोमा छ, हेर्नु होला। हो यस्तोमा राम्रो बाटोबाट आयो नि त हामीहरू, त्यसैले भने हो। खोल्नलाई अप्ठ्यारो हुन्छ, खुल्दैन, झट्टै खुल्दैन। कहाँनिर कुनै सिन क्याप्चर गर्नु भएपछि पासवर्ड हानेर राख्नुपर्छ के। बुढो आउँछ कि फेस, मेरो बुढो ड्राइभर, मेरो ड्राइभर बुढो ड्राइभर हो मेरो। हजुर हो गाडी केही छ भने देखाइहाल्छ। 300 सम्म अरे। 300 को स्पिडमा पप्पा प्लेन हो यो। धनगढीबाट काठमाडौँ गयो भने 3 घन्टामा 150 को स्पिड हुन्छ। 120 को त यहाँ पनि त छ नि हाइवेमा त। किन दुबईमा 150 को हुन्छ हो र। यो रेस्टुरेन्ट चाहिँ एकजना बुढोको साथीको रे, अनि हामी चाहिँ यहाँको यस्तै घर भयो है। उतार्नको लागि छान्नको लागि के रहेछ कि यो डब्बा चाहिँ ठिक छ सीको लागि होइन। अलि बढी रोलहरू अट्नु। कफी मसिन टिभी किन्ने भएपछि यहाँ छ। एप्रोन कस्तो राम्रो छ है। यो चाहिँ सुसी फिर्तार गर्ने मसिन हो। यो के रहेछ? यो नरिवल हो। अनि यो के रहेछ? यो पनि नरिवलै हो। यिनीहरू त क्यान्डी जस्तो होइन। 49 युरोको। वाला छ नि, त्यो बढी अलिक बिरबाट भयो भने धेरै ताताउनु पर्ने भयो। त्यो डबल मसला पिस्ने हो। बुढो यो के हो भनेको यिनीहरू? ए पाउहरू तिनीहरू राख्नको लागि हो। उसको पनि त 800 कति थियो, 79 छ त्यसको। त्यो चाहिँ 3 स्टेप हो। क्यान्डी यो छ नि, यो 1 रुपियाँको 4 युरोमा एउटा पाइने भयो नि। 6वटा लग्यो भने 3.85 मा 6वटै पाइने खोज्या भयो क्या। के हो? यसो अड्काइदिन पनि सजिलो हुन्छ, तर हामीले त एक तेलसँग सक्नु। मलाई त हामीले उछाल्नलाई कि चाउमिनहरूको लागि यो के को लागि हो? खै कतिको छ र? 6 रुपियाँको छ नि त। फेरि काम लाग्छ कि लाग्दैन छोडिनु त्यो होइन। त्यो 3टैमा चिल्ली सस सबैमा थोडी न हालिदिन्छ। पिज्जाकै जा यो पनि पिज्जा सस त्यो तरकारीमा हाल्नु के हो नि? कस्तो दामी हुन्छ नि यो। हो पुरै फरक हुन्छ, कस्तो मिठो हुन्छ। के चाहिँ हेर्नुभएको? यो के हो नि? रोटी हो। रोटी यो गाउँको रोटी दियो भने यो त्यो पनि हो एउटा
आइटम रखने पर्ला यार रेडीमेड मकैको रोटी यो ओगी पनि झिङ्गे माछा रातो झिङ्गे माछा यो के हो नि यहाँ हेर्नु त बुढो दारुको बार होलसेलमा गोरुको मासु कलरफुल पास्ता पास्ता हो यो जुन यो पास्ता हो कलरवाला एउटा यो लैजाऊ मिक्स सीड्स मिक्स सीड्स हो यो यस्तो जाडो भइरहेको थियो सो म त बाहिर आएँ अरू त सबै भित्र छन् है भित्र त एकदम जाडो भइरहेको थियो सो मलाई जाडो नि भइरहेको थियो भोक नि लागिरहेको थियो त्यसैले एउटा यो लिएर मजाले अब खै यसको टेस्ट कस्तो छ थाहा छैन अब यो पानीसँग खान्छु अब अरू केही छैन पानीको बोतल घरबाट ल्याँदै अनि पानी र यो अब खान्छु म त बाहिरको मौसम चाहिँ तातो छ है भित्र त यस्तो जाडो भइरहेको थियो सो म त बाहिर निस्किएँ काम पनि सकियो अब रात पनि परिसक्यो अँध्यारो भइहाल्यो अब 1 घन्टा यहाँबाट पुग्न लाग्छ खानासाना पनि खाइसक्यो अब हामी घरतिर लाग्यो हामी चाहिँ घरतिर पुग्न लाग्यौँ अनि मलाई चाहिँ अलिअलि भोक लागे जस्तो भइरहेको थियो सो पिज्जा नि खाने मन लागिरहेको थियो अनि हामी चाहिँ घर नजिकैको पिज्जा सपमा गएर मैले चाहिँ 1 स्लाइस पिज्जा अनि प्लस चिसो खाएँ अनि खाइसकेपछि हामी त्यहाँबाट पनि निस्क्यौँ घरतिर ओके बाई बाई